भन्दा राम्रो गाउन सक्ने मान्छेको त यो चाल छ, मेरो के होला जस्तो चाहिँ हुन्छ। मभन्दा अघि आउनुभएको हाम्रै दादा भोजा दादाले नै ल्याउनु भएको मभन्दा धेरै राम्रो गीत गाउन सक्ने उहाँहरू पनि अहिले त्यो सिचुएसनमा देख्दा चाहिँ दुःख लाग्छ। अहिले गीतको अफरहरू आएको छैन। म अहिले जस्तो ठाउँमा छु नि, दिनमा 5-6वटा गीत रेकर्ड गरिरहेको छु, त्यस्तै उहाँहरूको पनि अवस्था थियो। त्यहाँहरूको अहिलेको अवस्था देख्दा चाहिँ दुःख लाग्छ। मभन्दा राम्रो गाउन सक्ने मान्छेको त यो चाल छ, मेरो के होला जस्तो चाहिँ हुन्छ। तर दादाको सपोर्ट पाएको छु, अरू दादाहरूको सपोर्ट पाएको छु। सबैलाई मैले दादा नै भन्छ है, फेरि सबै दादाहरूको सपोर्ट पाएको छु, अग्रज कलाकारहरूको सपोर्ट पाएको छु। अलिकति खुसी छु, ढुक्क छु, तर कसरी सम्हाल्ने भन्ने कुरा चाहिँ अझै पनि फुल्ली कन्फिडेन्ट चाहिँ छैन। कसरी सम्हाल्छु, म सम्हाल्नै सक्छु, म राम्रोसँग अगाडि बढ्ने हो भनेर कन्फिडेन्ट चाहिँ छैन। सिक्छु, गर्दै जान्छु, राम्रो होला। दादाहरूले सपोर्ट गर्नुभयो भने, दर्शकहरूले माया गर्नुभयो भने होला, असम्भव भन्ने त छैन होला।